हेलो एन्ड नमस्ते माइसेल्फ स्विफ्ट भ्लगर। आजको भिडियो चाहिँ निकै नै रमाइलो हुनेवाला छ किनभने आज मेरो भदैको बर्थडे हो र बर्थडेको लागि हामी केक लिन आएको छौँ सुनलको इरोस केक सपमा दुईटी दिदीबहिनी भएर र सबै सामानहरू लिएर सकिसकेपछि हामी जान्छौँ अब एउटा स्पेशल लोकेसनमा जहाँ चाहिँ आज हामीले हाम्रो बर्थडेको बर्थडे सेलिब्रेसन गर्नेछौँ। अलिअलि लोकेसन हेर्दा तपाईले थाहा पाइसक्नु भयो होला। फाइनल्ली आयो हाम्रो बर्थडे सेलिब्रेसन गर्ने लोकेसन फ्राइडे क्याफे जुन रहेको छ परासी जानुभन्दा अगाडिको ठाउँमा। एकदमै शान्त र सुन्दर ठाउँ रहेछ। हामी पहिला पनि गएको थियौँ र अहिले पनि मेरो बर्थडेलाई चाहिँ यही ठाउँमा बर्थडे मनाउन पर्यो भनेर हामी मम्मी बधाइनी बहिनी बुहारी बधाई र अरू हाम्रो फ्यामिली मेम्बरहरू पनि आउँदै हुनुहुन्छ। हामीले चाहिँ एउटा हल नै बुक गरेका थियौँ बर्थडेको लागि किनभने हामी 20-25 जना जति हुन्छौँ फ्यामिली मेम्बर जम्मा हुँदाखेरि। कस्तो रमाइलो र राम्रो डेकोरेसन भएको हल के है। अनि यता चाहिँ हाम्रो के कुराहरू छुटिरहेको थियो। त्यो के कुरा छुट्यो भन्नाले थोरै कपाल बाट्ने खाएको सानो क्युटी बेबी चाहिँ हाम्रो भाउजूको भदैनी हुन्। कति राम्री र कति ज्ञानी है। ठुलो मान्छेलाई देख्दा बित्तिकै नमस्ते गर्ने सबैजनाको काम। हाम्रो भिआइपी टिमहरू बल्ल आउँदै हुनुहुन्छ। नमस्ते। कार्यक्रमको अन्त्यमा बल्ल आइसक्नु भएको छ। नमस्ते। हजुर नमस्ते नमस्ते। सबैजना हामी जम्मा भइसकेपछि केक काट्ने भनेर लाग्यौँ। साँझको करिब 7 बज्न लागिसकेको थियो। कोही शीतलनगरबाट कोही गौराहालबाट जम्मा हुँदा त साँझ ढिलो भइसकेको है। अनि बच्चाहरू पनि कति धेरै जम्मा भएको। यस्तो रमाइलो माहौल थियो। यता फेरि भाउजू दाइ भिडियो कलमा हुनुहुन्थ्यो। टाढादेखि आफ्नो छोराको बर्थडे हेरिरहनु भएको थियो भने यता हामी खाजासाजा खाएर मजाले नाचिरहेको थियौँ। तपाईले हाम्रो आजको भिडियो कस्तो लाग्यो लाइक शेयर एन्ड कमेन्ट गरिदिनु होला र सब्स्क्राइब पनि गरिदिनु होला किनभने हजुरले सब्स्क्राइब गरेरै मलाई चाहिँ भिडियो बनाउनलाई हौसला मिलिरहन्छ। हस्त थ्यांक यू बाइ।